यो देशका दलाल पुँजीपतिहरू अरबपतिहरूले कांग्रेस र एमालेलाई खरिदेका हुन्। विचार गर्नु होला, तपाईलाई मन नपरे मान्न पर्छ भन्ने छैन, तर मैले तपाईहरुको अगाडि भन्नै पर्ने हुन्छ। दलाल पुँजीपतिहरू, नोकरशाहहरू, बिचौलियाहरूले कांग्रेस र एमालेका नेतालाई खरिदे र हुनै नहुने कुरा गरिदिए। हामीले राम्रो काम गर्न खोजे बापत हामीलाई सरकारबाट हटाइयो। तपाईहरुले पक्कै यो कुरा महसुस गर्नु भएकै होला। हामीले नराम्रो काम गरे हुनाले कसैले हामीलाई हटाउने गरेको होइन। हामीले सुशासनको पक्षमा, सामाजिक न्यायको पक्षमा, आर्थिक समृद्धिको पक्षमा, अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो गराउने कुरामा थुप्रै कामहरू हामीले गरे बापत हामीले सरकार छोड्नुपर्ने परिस्थिति सिर्जना भयो। कसले गर्यो? तपाईहरुले झट्ट हेर्दा त कांग्रेस एमाले ठूला पार्टी भए, उनीहरुसँग संख्या धेरै भयो, त्यसकारण भने जस्तो देखिन्छ रूपमा। तर तपाई गहिरिएर हेर्नुभयो भने त्यो होइन। तपाई हामीले हिन्दुस्तानमा कहीं सुनेका छौं कांग्रेस आई र भाजपा मिलेर सरकार बनायो भन्ने कहीं सुन्छौं हामीले? युरोपमा या अमेरिकामा अन्यत्र कहीं पनि पहिलो र दोस्रो पार्टी मिल्दैनन्। त्यो लोकतन्त्र विरोधी कुरा हुन्छ। त्यसले प्रतिपक्ष कमजोर हुन्छ, लोकतन्त्र कमजोर हुन्छ भन्ने सिद्धान्तमा आधारित हुन्छ। त्यो सिद्धान्त मिचेर, लोकतन्त्रको मर्म मिचेर कांग्रेस र एमालेले गठबन्धन गरे। उनीहरूले बडो अपारदर्शी तरिकाले आफ्नै पार्टीलाई पनि जानकारी नदिइकन 4 जना मान्छे बाहेक 5 जनालाई थाहा छैन। अनि त्यो पनि फेरि रातको 12 बजे 4 जना बसेर गरिएको थियो। कसको घरमा? पार्टीका नेताहरूको घरमा, पार्टी कार्यालयमा होइन, बिचौलिया र दलालहरूका घर र होटलमा बसेर गरिएको छ। यसबाट पनि त्यो देखिन्छ।